भावनाले मात्रै शब्दमा रङ भरेर मात्रै जीवन चल्दैन, यथार्थमा परिणाम गर्नु छ भने त्यसलाई डेलिभरी दिनुपर्छ, शान्तिको लागि सक्नुपर्छ भन्ने म अनुरोध गरेँ है त। ल र यति अलिकति चाहिँ नि भावनात्मक कुरा गरिआयो होला। तपाईँलाई म छोटो शुभकामना मन्तव्यको लागि विश्वजीलाई हार्दिक अनुरोध गर्छु। धन्यवाद। यो हाम्रो किरात याक्थुङ चुम्लुङ हङकङको वार्षिक साधारण सभा कार्यक्रमका सभाध्यक्षज्यू, त्यसै गरी यो कार्यक्रमका प्रमुख अतिथिज्यू, यहाँ धेरै विषयहरू छन्। म चाहिँ खास गरी हङकङ चाहिँ यो चौथो पटक हो मेरो आएको र जहिले पनि आउँदाखेरि किरात याक्थुङ चुम्लुङले हामीलाई न्यानो स्वागत गर्नुहुन्छ। हाम्रो लागि अब किरात याक्थुङ चुम्लुङ सबैभन्दा माथि रहेको शिरमा रहेको एउटा सङ्गठन हो, हामी सबैको साझा सङ्गठन हो। र सुरुमा चाहिँ म यो वार्षिक साधारण सभाको धेरै धेरै शुभकामना दिन चाहन्छु। र यहाँहरूले परदेशमा बसेर जे जति गर्नुभएको छ साह्रै राम्रो गर्नुभएको छ। अब यसलाई धेरै सुगर कोटिङ गरिराख्न जरुरी पनि छैन जस्तो लाग्छ। तपाईँहरूले व्यवहारत नेपालको विविध क्षेत्रमा नेपालको पहिचानको लागि, हाम्रो भाषा संस्कृति जगेर्नाको लागि विविध खालको हाम्रो जो मोमेन्टहरू छ सबै किसिमका अभियानहरूमा यहाँहरूले सहयोग गरि नै राख्नु भएको छ। यो आजको यहाँहरूको यो आर्थिक प्रतिवेदनमा पनि देखिएको छ कि यहाँहरूले मोकुम्लुङको संरक्षणको जो अभियान चलिरहेको छ त्यो अभियानको लागि जहाँसम्म लाग्छ मलाई 60,000 भन्दा बढी हङकङ डलर चाहिँ सहयोग गर्नुभएको रहेछ। त्यो भनेको निकै ठुलो अमाउन्ट हो। एउटा आन्दोलनलाई आर्थिक कुरा जहिले पनि जरुरत हुन्छ र त्यो बाटोमा यहाँहरूले विदेशमा बसेर नेतृत्व गरिराख्नु भएको छ। खास गरी किरात याक्थुङ चुम्लुङ हङकङका सम्पूर्ण पदाधिकारीज्यूहरू, पूर्व सल्लाहकारज्यूहरू लगायत पूर्व अध्यक्षज्यूहरू जो आफै सल्लाहकार हुनुहुन्छ सबैजनालाई धेरै धेरै नोगेन धेरै धेरै धन्यवाद दिन चाहन्छु। म मेरो त्यति धेरै लामो भनाइहरू छैनन्। खास गरी म केही समय अगाडि अस्ट्रेलियामा पुगेको थिएँ। त्यहाँ पनि यो पहिचानको विषय जोड्दाखेरि एउटा माउन्ट वेलिङटन भन्ने ठाउँमा पुगेर त्यहाँबाट पनि मैले रिपोर्टिङ गरेको थिएँ र धेरैजनाले सेयर पनि गर्नुभएको थियो त्यो भिडियो। त्यहाँ पनि स्थानीयले चाहिँ केबल कार बनाउन दिनु हुँदैन भनेर चाहिँ 125 वर्षदेखि चाहिँ विरोध गरिराख्नु भएको रहेछ र जुन कुरा चाहिँ त्यहाँको सरकारले चाहेर पनि त्यहाँका नेताहरूले चाहेर पनि सम्भव भएको छैन। सायद त्यसलाई एउटा हामीले राम्रो उदाहरणको रूपमा लिन सक्छौँ र त्यही मुताबिक हामीले हाम्रो मोकुम्लुङलाई पनि संरक्षण गर्ने अभियानलाई अगाडि बढाउन सक्छौँ। एउटा सकारात्मक सन्देश जाओस् भनेर पनि मैले त्यो रिपोर्टिङ गरेको थिएँ र त्यसले केही हदसम्म सकारात्मक सन्देश नै प्रवाह गर्यो भन्ने मेरो बुझाइ छ, मेरो विश्वास छ। त्यसपछि अब यो अलिकति पहिचानको कुरा जोड्दै गर्दाखेरि म अस्ट्रेलियाबाट सिङ्गापुरमा फर्किँदै गर्दाखेरि त्यहाँ हाम्रो गोर्खा फोर्समा काम गर्नुहुने धेरैसँग भेटघाट भयो र सिङ्गापुर घुम्दै गर्दाखेरि ली कुआन यूले कसरी सिङ्गापुरलाई सिङ्गापुर बनाए भनेर एउटा सानो रिपोर्टिङ गरेको थियो र त्यसमा केही इन्टरनेटमा रिसर्च गर्दा त्यहाँका लोकल पिपल र खास गरी हाम्रो गोर्खा फोर्सका सदस्यज्यूहरूसँग कुराकानी गर्दाखेरि चाहिँ यो हाम्रो पहिचानको सन्दर्भमा जो विविधताको जुन हाम्रो कुरा छ, हाम्रो नेपाल यति विविधतायुक्त समाज छ, हामीसँग यति धेरै संस्कृतिहरू, यति धेरै भाषाहरू छन्, यति धेरै हामी सांस्कृतिक हिसाबले सम्पन्न छौँ, भाषाको हिसाबले सम्पन्न छौँ र त्यहाँ सिङ्गापुरमा चाहिँ त्यो विविधतालाई यति राम्रो तवरले संरक्षण गरेर राखिएको रहेछ। सायद कतिपय यहाँहरू पुग्नु भएको छ भने त्यहाँ एउटा अपार्टमेन्टमा मात्रै पनि एउटा कुनै निश्चित समुदायको मात्रै मान्छेको चाहिँ बसोबास नहुने रहेछ कि त्यहाँ यति व्यवस्थित ढङ्गले सबै त्यो विविधतालाई समेट्ने गरी सबै समुदायको मानिसहरूलाई त्यहाँनिर चाहिँ राखिने रहेछ एउटा अपार्टमेन्टमा। त्यो सेन्सिटिभिटी ली कुआन यूले अपनाएका रहेछन् त्यहाँको विविधतालाई संरक्षण गर्नको लागि र विद्यार्थीहरूलाई स्कुल लेभलदेखि एकदम त्यो बाल मनस्थितिमै त्यो एउटा बिजारोपण गरिदिने कि यो चाहिँ हाम्रो विविधतायुक्त देश हो, यहाँ एकले अर्काको सम्मान गर्नुपर्छ,
भन्ने खालको जुन कुरो हाम्रो नेपालमा एकदमै छैन, त्यो आवश्यकता चाहिँ परिपूर्ति भएको छैन कि हाम्रो नेपालमा त हामीले हाम्रो पहिचान हाम्रो भाषा संरक्षण गर्नुपर्छ भनेर हामीले आन्दोलन गरिराख्नु परेको छ। जुन चाहिँ राज्यले आफै यो त हाम्रो देशको सम्पत्ति हो, यो त हाम्रो राज्यले संरक्षण गर्नुपर्ने हो, एउटा भाषा हरायो भने यो सारा संसार पृथ्वीबाट एउटा सम्पत्ति हराउँछ भन्ने खालको मानसिकता राज्य चलाउने मानिसहरूको दिमागमा कहिले पनि पुग्यो जस्तो हामीलाई अनुभूति भएको छैन। नभए हामी यसरी चिच्याइरहनु पर्ने कराइरहनु पर्ने जरुरी हुन्थ्यो जस्तो मलाई चाहिँ डेफिनेटली लाग्दैन। अब अहिले प्राध्यापक डाक्टर महेन्द्र लावतीज्यू हङकङमा आउनु भएको छ, उहाँलाई त मैले 2-3 चोटि अन्तर्वार्ता पनि गरिसकेको छु। उहाँको पहिचान सम्बन्धीको बुझाइ, उहाँले देश विदेशमा पहिचानको सन्दर्भमा देख्नु भएका कुराहरू, उहाँले पढ्नु भएका कुरा, भोग्नु भएका कुरा, सिक्नु भएका कुराहरूलाई अहिले नेपालमा यो सारा संसारमा के कस्तो छ र अब नेपालमा कुन तवरले हामी अगाडि बढ्दाखेरि हाम्रो पहिचानको आन्दोलन सफल हुन्छ भन्ने धेरै विषय उहाँले पक्कै पनि बुझ्नु भएको छ र उहाँले नेतृत्व गरिराख्नु भएको छ। उहाँलाई बधाई, शुभकामना। हामी सबैले सहयोग गर्नुपर्छ। कुन तवरले कुन तरिकाले हामी सहयोग गर्न सक्छौँ त्यसको लागि म आफ्नो व्यक्तिगत तर्फबाट सबै खाले सहयोग गर्न म चाहिँ तयार छु, त्यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। अनि हामीले यो राज्यलाई जहिले पनि भनिरहेका हुन्छौँ पार्टिसिपेसनको कुरा, इन्क्लुसिभ हुनुपर्छ भनेर भनिरहेका हुन्छौँ। अनि हाम्रो लिम्बू समुदायमा त हामी झन् अझ के भन्छौँ भने हाम्रो चाहिँ कम्युनिटी यति चाहिँ खास गरी महिला सशक्तिकरणको सन्दर्भमा यति ओपन छ भन्छौँ, व्यवहार त कतिपय ठाउँमा देखिन्छ। तर जब यस्तो स्टेजहरू, जब यस्ता महत्त्वपूर्ण अलिकति राजनीति पनि जोडिने विषयहरू अथवा मञ्चहरूमा चाहिँ त्यो उपस्थिति, जुन हामीले महिलाको उपस्थिति या महिला सशक्तिकरणको कुराहरू, त्यो कति हामी गम्भीर भइरहेका छौँ, त्यो चाहिँ महिला हाम्रो दिदीबहिनीहरूले पनि ध्यान दिनुपर्छ होला। र हामी आफैले पनि, जस्तो किरात याथुङ चुम्लुङ हङकङले पनि मेरो एउटा सानो सल्लाह सुझाव र प्रतिक्रिया कि यस्तो मञ्चहरूमा कम्तीमा आज हामीले यहाँ हामी यसरी बसिरहँदा एकजना महिला प्रतिनिधि देखेको भए होइन, हामी त किनभने इन्क्लुसिभ हो, हामी त होइन, हाम्रो त एउटा संस्कार संस्कृति सबै कुरामा हामी त महिलालाई चाहिँ स्वतन्त्र ठान्छौँ, पावरफुल ठान्छौँ, हाम्रोमा त महिलाहरू एकदम पावरफुल हुनुहुन्छ भनेर भनिरहन्छौँ। तर त्यो कुरा चाहिँ यतातिर पनि हाम्रो आफैभित्र पनि के छ कहिलेकाहीँ चाहिँ हामीले त्यो पनि निहाल्नुपर्छ जस्तो लाग्छ। अर्को एउटा विषय हाम्रो पूर्व अध्यक्ष अहिलेको हाम्रो सल्लाहकार आदरणीय शेरबहादुर लक्ष्मणबाजीले उठाउनु भएको विषय, वास्तवमा त्यो निकै नै गम्भीर विषय हो र मलाई गत पनि लागेको छ यहाँले जुन तपाईँले भन्नुभएको छ कि पहिचान चाहिँ लोकालिटीसँग जोडिएको विषय हो भनेर तपाईँले भन्न खोज्नु भएको छ, जुन कुरामा मेरो चाहिँ कुनै अब्जेक्सन छैन, म पनि त्यो कुरामा सहमत छु। तर त्यति भन्दै गर्दाखेरि पनि तपाईँहरू पनि आज परदेशमा बसेर पहिचानको लागि लडिराख्नु भएको छ, यो पनि एउटा साइडको एउटा सपोर्ट सिस्टम चाहिँ हुन्छ, तपाईँहरूले पनि बोल्नै पर्छ। तर हामीले अझ तपाईँले भने जस्तो ताप्लेजुङमै गएर ताप्लेजुङको मेरिङदेलमा, मोकुमलुङमा कहाँ सकिन्छ त्यहाँ पुगेर चाहिँ हामीले यो विषयलाई अझ मजबुत ढङ्गले उठान गर्न सक्यौँ भने चाहिँ अझै गजब हुन्छ जस्तो मलाई लाग्छ। यहाँले मध्य प्रदेशको जुन इक्जाम्पल दिनुभयो त्यो कुरा पनि यहाँनिर लागू हुनेछ। हुन त अहिले महेन्द्र लावतीज्यूले भन्नुहुनेछ मेनली चाहिँ हाम्रोमा जुन क्लस्टरिङको कुरा छ, क्लस्टरिङमै हामी चाहिँ अल्पमतमा परिएको अवस्था अथवा पार्ने अवस्थाले गर्दाखेरि हामी त्यहाँ हरेक जिल्लाहरूमा खास गरी ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरूमा हाम्रो पपुलेसन पहिलो नम्बरमा हुँदाखेरि पनि त्यहाँ आम रूपमा 14वटा जिल्लालाई मिसाउँदाखेरि चाहिँ हामी चाहिँ अल्पमतमा पर्ने जुन स्थिति छ, त्यसकारण यो क्लस्टरिङको सीमाङ्कनको विषयहरूले गर्दाखेरि पनि हामी अलिकति पछि परिरहेका छौँ होला। बाँकी चाहिँ भाषाको कुरा अन्तिममा जोड्न मन लाग्यो मलाई। अघि हाम्रो श्याम इङनाम दाइले अलिकति ओपनिङ गर्दाखेरि जुन भाषा बोल्नुभयो कति मिठो सुन्यो, सबैजनाले हामीले एप्रिसिएसन गऱ्यौँ। त्यो हामीले सबैले सिकौँ सकौँ र त्यसलाई चाहिँ प्र्याक्टिसको रूपमा चाहिँ किरात याथुङ चुम्लुङ हङकङले अगाडि बढाओस्, अहिलेको यो टिमले अगाडि बढाओस् भन्ने शुभकामना
दिन चाहन्छु। हुन त राज्यले हामीलाई कहिले पनि हाम्रो भाषा संरक्षणको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छैन। त्यसमा राज्यको भूमिका अत्यन्तै चाहिँ कमजोर नै देखिएको छ। अघि जस्तो पढाउने पढ्ने कुराहरू पनि आयो। यदि पढाउने र पढ्ने कुरा यो चाहिँ भोलि कुनै ठाउँमा काम लाग्छ भन्ने हिसाबले, व्यावहारिक हिसाबले र त्यो आर्थिक विषयसँग, आर्थिक उपार्जनसँग जोडिँदै जाने हो भने मात्रै त्यो पठन पाठन सम्बन्धीमा पनि हाम्रो नयाँ पुस्ताको रुचि बढ्छ कि जस्तो लागेको छ। तर संसारभरि किरात याक्थुङ सुम्लुङले खास गरी भाषा संरक्षणको लागि, संस्कृति संरक्षणको लागि जो भूमिका निर्वाह गरिराख्नु भएको छ त्यो अत्यन्तै सराहनीय छ। अस्ट्रेलियामा पनि सिडनीमा किरात याक्थुङ सुम्लुङ त्यहाँनिर सक्रिय हुनुहुँदो रहेछ र त्यहाँ अर्को हाम्रो नयाँ जेनेरेसनलाई महिनाको 2 चोटि चाहिँ केलाङ त्यहाँनिर प्र्याक्टिस गराउनु हुँदो रहेछ। अब त्यो कति प्रभावकारी ढङ्गले बढिरहेको छ आफ्नो ठाउँमा होला, तर प्रयत्न गर्नु नै सबैभन्दा ठुलो कुरा हो जस्तो लाग्छ। यति भन्दै र यो हाम्रो किरात याक्थुङ सुम्लुङ हङकङको वार्षिक साधारण सभा सफल होस्। यहाँले आर्थिक रूपमा राम्रो प्रतिवेदन पेश गर्नु भएको छ। किरात याक्थुङ सुम्लुङ हङकङ चाहिँ अझै पनि नाफामै रहेछ। अझै धेरै नाफा कमाएर चाहिँ खास गरी दूर दराजमा हाम्रो नेपालमा विभिन्न क्षेत्रहरूमा चाहिँ सहयोग गर्न सकोस् किरात याक्थुङ सुम्लुङले। र खास गरी हाम्रो जुन जुन पहिचानको आन्दोलन या क्याम्पेनहरू चलिरहेको छ त्यो मामलामा तपाईँहरूले गर्नुभएको योगदानप्रति उच्च सम्मान पनि मेरो व्यक्तिगत तर्फबाट म प्रकट गर्न चाहन्छु। र आजको यो निम्तोको लागि, आजको समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यरी गरेर नभएन आशावाद। धेरै धेरै धन्यवाद छ प्यारो भाइलाई। र भन्नुपर्ने कुराहरू धेरै पनि छन् र खासमा छैनन् पनि, किनभने मैले तपाईँहरूलाई धेरै धन्यवाद भनिराख्नु पनि पर्छ जस्तो लाग्दैन। किनभने तपाईँहरूले मलाई एउटा परिवारको सदस्यको नाताले, हाम्रै परिवारको सदस्य हो भन्ने हिसाबले तपाईँहरूले जुन सामिप्यता देखाउनु भएको छ, माया देखाउनु भएको छ, त्यसको लागि म सदा सदा रेडी रहनेछु पक्कै पनि। र तपाईँहरूले आज अघि मेरो आदरणीय बाजेले भन्नुभएको जस्तो कुनै गायन अथवा कलाकारिताको कुनै कला नभए पनि पत्रकारिता क्षेत्रमा काम गरेरै पनि यति धेरै मान्छे बटुल्न सक्नुभयो मेरो नातिले। त्यसकारण नातिलाई धन्यवाद भनेर पनि भन्नुभयो अथवा त्यो खालको आशय व्यक्त गर्नुभयो। धेरै धेरै धन्यवाद छ मेरो आदरणीय बाजे किरात याक्थुङ सुम्लुङ हङकङका अध्यक्षज्यूलाई। र आज अब खासै मैले त्यस्तो धेरै कुराहरू सेयर गर्नुपर्ने छैन। म सबैजना जतिजना पनि आज मेरो आतिथ्यतालाई स्वीकार गरेर आइदिनु भएको छ र हाम्रो कार्यक्रमको संयोजक पूर्णिमा राईजीको आतिथ्यतालाई स्वीकार गरेर आइदिनु भएको छ, धेरै धेरै धन्यवाद छ। यहाँ आज धेरैजना विशेष व्यक्तित्वहरू आउनु भएको छ। यहाँहरू सबैजनालाई म अन्तर हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद भन्न चाहन्छु यहाँहरूको माया र यो साथको लागि। र म नेपाल फेस्टिभलको लागि हङकङ आएको थिएँ। 28 तारिकमा हङकङ ल्यान्ड हुँदै गर्दाखेरि पक्कै पनि हङकङमा सदा चाहिँ न्यानो माया र साथ पाइन्छ भन्ने विश्वास थियो र त्यो आज विश्वास पुरा भएको छ। यहाँहरू सबै आइदिनु भएको छ। सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। याकेन यतिलाई पनि धेरै धेरै धन्यवाद, हाम्रो पूर्णिमाजीलाई धन्यवाद, त्यसै गरी त्रिमोन लुम्फुङमाज्यू यहाँलाई पनि धन्यवाद, हाम्रो भीम तुम्बाङज्यू यहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र मेरो निमन्त्रणालाई स्वीकार गरेर आउनु भएका आङबुहाङ फ्यामिलीलाई, साम्याङखाङ फ्यामिलीलाई, त्यसै गरी तुम्बाङफे परिवारलाई पनि धन्यवाद दिन चाहन्छु। पाथिभरा ग्रुपलाई धन्यवाद दिन चाहन्छु। हाम्रो मौसम दाई, मजाको राई, हाम्रो विजय दाई, युगल पोमो दाई, हाम्रो स्पेसली मेरो दिदी भेना भद्रकला आङबुहाङ ज्यू र राई कान्छाज्यूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। कोही नाम छुट्न सक्छ, त्यसमा चाहिँ मलाई माफी गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ यो इन्टेन्सनल हुँदैन। जानु कामबाङ दिदी पनि हुनुहुन्छ, बरदोस दाई हुनुहुन्छ, हाम्रो सबैजना श्यामिङ नाम दाई हुनुहुन्छ, सबैजना हुनुहुन्छ र एकदमै ह्यान्डसम हाम्रो आदरणीय दाई रमेश सिंह दाई हुनुहुन्छ। यहाँलाई पनि धेरै धेरै स्वागत छ। र सबैजना यतापट्टि हाम्रो साथीहरूको ग्रुप पनि छ, उहाँहरू पनि आउनु भएको छ, उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो सम्पूर्ण टिमलाई
हाम्रो ममता दी पनि आउनु भएको छ। ममता दीलाई पनि म न्यानो स्वागत गर्न चाहन्छु। एकछिनपछि नाच्नुपर्छ। अब आज खास त्यस्तो कला र गला प्रस्तुत गरौँ भन्दाखेरि त्यस्तो केही पनि छैन, तर अब आँट्ने नै हो भने एक दुईवटा गीत त गाउन सकिन्छ, तर त्यो जमरको नगरौँ होला जस्तो लाग्छ मलाई, किनभने त्यो त्यति मजा नहोला। हाम्रो अमर भाइ आउँदै हुनुहुन्छ, अमर भाइले एक दुईवटा गीत गाउनुहुन्छ र ग्रुपमा हामी नाच्छौँ, गाउँछौँ, फोटो खिच्छौँ, रमाइलो गर्छौँ, खान्छौँ, अलिकति पिउँछौँ पनि चुस्छ होइन, अनि रमाइलो गर्छौँ। त्यही नै हो आजको विशेषता। र मेरो यो कार्यक्रममा सबै कुराहरू त्यागेर आइदिनु भएको छ, धेरै कुराहरू कतिपय कार्यक्रम त्यागेर आउनु भएको छ। हजुर सरु लिम्बूजी पनि आउनु भएको छ, उहाँको टिम पनि आउनु भएको छ, हाम्रो सुनिताजी पनि आउनु भएको छ, सबैजनालाई, सीताजी पनि आउनु भएको छ। अब रिता भन्यो भने कसैको नाम मिल्न सक्ने स्थिति हुन्छ। सबैजना आउनु भएको छ, थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। मेरो मामा पिताम्बर फलम पनि आउनु भएको छ, मेरो मामा, धेरै धेरै धन्यवाद छ। अनि मेरो सन्तोष दाई पनि आउनु भएको छ, सन्तोष दाई अगाडि हुनुहुन्छ, हिमसिंह दाई हुनुहुन्छ। अब मैले त पर्सनली सबैलाई व्यक्तिगत रूपमा चिन्छु, सबैजनालाई संयुक्त रूपमा धेरै धेरै स्वागत गर्न चाहन्छु। मेरो भीम दाईको अघि पनि नाम लिइसकेँ, दोहोरो डबल भइसक्यो। त्यही नै हो, हङकङको यात्रा सधैँ नै अविस्मरणीय हुन्छ, सधैँ नै यादगार हुन्छ र सधैँ नै विशेष हुन्छ। सधैँ नै हङकङमा कलाकारहरूले या पत्रकारले या जुनसुकै क्षेत्रमा रहनुभएका मानिसहरू आउनु हुँदाखेरि पनि न्यानो आतिथ्यता, न्यानो स्वागत र न्यानो खालको विदाई पनि हुन्छ। यो सबै कुराहरूको लागि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हङकङले नेपालका धेरै कलाकारहरूको चाहिँ खास गरी आफ्नो व्यावसायिक जीवनलाई मलजल गर्ने कुरामा ठुलो योगदान पुर्याउनु भएको छ। अब त्यो लाइसीको नाममा होस् अथवा कलाकारलाई गरिने विभिन्न खालको सम्मानमा कलाकारलाई गरिने न्यानो स्वागतमा होस्, हरेक हिसाबले चाहिँ हङकङले त्यस कुरामा चाहिँ योगदान पुर्याएको छ र त्यो पुर्याउनु पनि पर्छ, किनभने जसले गर्न सक्छ उसैले गर्ने हो। तपाईँहरूले गर्न सकिराख्नु भएको छ। हुन त अहिले अलिकति पछिल्लो समय आर्थिक मन्दीका कुराहरू पनि मैले सुनिरहेको छु। चाँडै आर्थिक मन्दी चाहिँ ठिक होस्, त्यो ठिक भयो भने नेपालका कलाकारहरूको लागि पक्कै पनि साँच्चै पनि राम्रो हुनेछ। र यति भन्दै यहाँहरू सबैजना जो आइदिनु भएको छ, इफ इन केस कसैको नाम छुट्यो भने म क्षमा याचना गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर कमिङ, लभ यु अल। अब मजाले नाच्नुपर्छ। आज खास गरी मैले यो बेहुलाको लुगा पनि लगाएको छु। अब सोल्टिनीहरू अलिकति कमै हुनुहुन्छ, त्यसकारण अलिकति गाह्रो छ स्थिति, सबै चेलीबेटीहरू बेसी हुनुहुन्छ, एक दुईजना सोल्टिनीहरू पनि हुनुहुन्छ। मेरो मित्र यहाँ मनुजी पनि आउनु भएको छ है, साँच्चै तपाईँ पनि अगाडि आएर अहिले नृत्य गर्नुपर्छ। सबैजनालाई धेरै धेरै स्वागत छ। लभ यु अल, थ्याङ्क यू सो मच फर कमिङ, थ्याङ्क यू सो मच फर जोइनिङ दिस प्रोग्राम। विश्व लिम्बूसँगको यो मिट एन्ड ग्रिटमा आइदिनु भएकोमा धेरै 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 धन्यवाद छ। मेरो प्यारो भाइ अमर राई पनि आएको छ। अब उसले आज ऐतिहासिक प्रस्तुति दिन्छ जस्तो लागेको छ। प्यारो भाइ पक्कै पनि भाइको प्रस्तुति पनि रहनेछ। थ्याङ्क यू सो मच एभ्री वान, लभ यु अल, थ्याङ्क यू सो मच।